एउटै श्रीमतीले यहाँ दिमाग खराब गरिरहनु कहाँ दुइटा बिहा गर्छ यार त्याट साईको हुने म यार साथी भन्दा माथि भइसक्यो अनि दुई बुढाको कुना बसेर हो नि साली कहाँ नि के श्रीमत थुप्राउँदै बस्नु म यार म के सरकारी श्रीमान यार साझा बसमा जो पनि चढ्दछ भने जस्तै कमजोर भएर दिमाग खराब यहाँ कमजोर भएर उठाएर बसिरहेको छु अब दुइटा बिहा गरेपछि कति कमजोर भइन्छ होला बाजे आज हजुरलाई जय किशनले भनेको कुरा कस्तो लाग्यो छिटो बिहा गरेर जस्तो लाग्दैन लाग्छ के अरे के हार्नु त नि श्रीमत चेन्ज गर्न भएन जस्तै कि हाम्रो देशमा राष्ट्रपति उपराष्ट्रपति भने जस्तै देश चलाउनलाई अब घर चलाउनलाई पनि अब पत्नी उपपत्नी भएको कति आनन्द हुन्थ्यो हामीलाई हो कि नै पत्नी उपपत्नी भने जस्तै हुने भए कति मजा आउँथ्यो भन्ने क्या कसले कमेन्ट गरेर 6 महिना पाकिस्तान 6 महिना नेपाल रे म साँप हो र यार 6 महिना रुखा 6 महिना भुइँ 6 महिना माथि भने म साँप हो यार त्यस्तो गर्नु र पाप लाग्छ है डिप्रेसन नपरि केटी मान्छेलाई यस्तरी उठाएर पुरा खुसी बनाए माथिलाई उसको चक्करमा अर्को डिप्रेसन पर्न लागिसक्यो यार गर्ने के केटा हो गर्ने के भन्छु कि म गर्ने के दुईटा बिहा भएको मान्छेलाई गाह्रो छ यार एउटालाई डिप्रेसनदेखि उठाएँ अर्को डिप्रेसन लागिसकेँ हेट कता त भ्याउने मैले हेट तनाव यार दुईटा बुढी भएको मान्छेले कसै तपाईँहरूमा त कोही दुईटा बुढी भएको छ भने भन्नुहोस् त भन न केटा हो यार अनि कस्तो हुन्छ केटा हो अब पाकिस्तान जन्ती जाने अरे एकैपट्टि चाहिँ भने यस्तै हाँला नै केटा हो गाह्रो छ मलाई यार छ्या रमाइलो हुन्छ अरे मेरो छ दुईटा बुढी छ तपाईँको कता कता भ्याउनुहुन्छ ब्रदर आइतबार कान्छीकोमा शुक्रबार जेठीकोमा हो क्या हो कति हँसाएको छ्या बाजे आज किसान हजुरलाई भन्नुहुन्थ्यो गाह्रो त भएको छैन बिहा गरेको मान्छे त पहिलो कुरो बिहा गरेको मान्छे हेर्नुहोस् सोध्नुहोस् जुनसुकै मान्छे बिहा गरेको केटालाई सोध्नुहोस् तपाईँ बिहा गरेपछि खुसी हुनुहुन्छ भने 90% मान्छेले खुसी छैन भन्छ हेर गर्लफ्रेन्ड भनेको हेर केटा गर्लफ्रेन्ड भनेको चाहिँ ऊ जस्तो के ट्याक्सी जस्तो ए मलाई रोक्न म झर्छु रोक्न मिल्छ विवाह भनेको प्लेन जस्तो कि बिचरा रोक्न मिल्दैन केटा हो गएपछि गयो अन्तिम साससम्म केटा साथ दिनै पर्छ केटा हो दुईटा बिहाको त दिमागको सोच्न पनि हुन्न मार्छ बा सबै ससुराल ल्याइन्छ मलाई झुन्नाएर मार्छ न गोली हान्दा बाक यता ससुरालले मार्ने उता मलाई भयभरको फेरि जाने फेरि उता पाकिस्तानले मार्ने थ्याट म कहाँ जाने म तेरी माटो कता कता भ्याउने मैले गाह्रो छ नि मलाई मन परेर के भयो मन त मलाई प्रचण्डको नाति नि मनपर्छ मैले पाएर जिन्दगीमा सबै चाहेको कुरा पाइन्छ र यार मलाई एउटा जुन टेन्सन खराब लाग्यो ला त्यो श्रीमती पनि के पार्सलर इटलीवाला पार्सलवाला बाँड्ने यार त श्रीमती र बाइक भन्ने कुरो कहिले पनि अगाडि दिनुहुन्न बिगारिन्छन् श्रीमती बिग्रेको थाहा अब बिग्रेको थाहा खाँदा केटा तनाव छ मलाई यार दुबई जाऊ ढुक्क जान दिन पर्ने तर गाइस सुन्नुहोस् है गाइस साथीहरु है रुबिनाजी र मलाई चाहिँ फिल्मदेखि अफर आएको छ कुरा मात्र गाइस कुरा मात्र यदि कुरो मिल्यो भने जाने केटा फेरि पनि डक्क लाएर अब फेरि पनि भेट्नु जान्छ है केटा र फिल्मदेखि यसो कता सुन्नु मैले हल्ला सुने गाइस यसो फिल्म खेल्ने यस्तो कुरो भएको छ भेट्न पाइन्छ केटा जिन्दगी बिताउन पाएन भेट्न त पाएन नि त केटा के हान्ने यस्तै हो जिन्दगी बेस्ट फ्रेन्ड इभर सबै कुरा पाउँछ भन्ने कुरा छैन केटा माया भनेको पाउनु मात्र होइन केटा गुमाउनु पनि हो यार
दुबईतिर गएर पनि सबै धेरै जस्तो हाम्रो भ्युवर्सलाई भेट्छु म त सबै आउनुपर्छ गाइस ल भ्युवरले भनेको मान्नुपर्छ अरे ह्याट कहाँ भ्युवरले भनेको मान्ने हेर्न खुसी भएको म गर्ने साली जाने म त दुबईतिर सर 4 घन्टाको प्लेनमा